हेलो नमस्ते सबैजनालाई मेरो युट्युबको मिनी ब्लगमा युट्युब चाहिँ मैले पहिले खोलिसकेको थिएँ। अब चाहिँ भर्खर ट्राई गर्दैछु होइन, सिक्दैछु। मिठो कमेन्टहरू गरिदिनु होला होइन, आफूलाई कस्तो लाग्छ यसो हौसला सुझाव दिनु होला। यो चाहिँ केबल कारबाट चाहिँ बच्चाहरूको लागि होइन सुविधा छ, बच्चाहरूलाई यता साइडबाट चाहिँ जान दिँदैन, त्यही भएर यहाँ जानलाई चाहिँ इन्ट्री गर्नको लागि टिकट काट्नुपर्छ होइन। यो चाहिँ हामी माथि जाँदैछौँ, माथिबाट अझ राम्रो भ्यू देखिने हुनाले माथि जाँदैछौँ। यो चाहिँ ठुलो मान्छेको लागि इन्जोय गर्दै भ्यूहरू हेर्दै खिच्दै जाँदैछौँ होइन। यो चाहिँ कहाँ गएको भन्नुहुन्छ भने यो चाहिँ हामी ओबामामा गएको हो, ओबामाको रेम्बो लाइन हो यो चाहिँ होइन। तपाईँहरूले कतै घुम्ने ठाउँहरू खोजिरहनु भएको छ भने यो चाहिँ एकदम हेर्न लायकको एकदम राम्रो छ, रमाइलो पनि छ होइन, जानु होला। उहाँ चाहिँ मेरो छोरी हुनुहुन्छ, छोरीले चाहिँ हिउँ खेल्दै हुनुहुन्छ। हिउँ खेल्न चाहिँ साह्रै मनपर्छ उहाँलाई, नखेल्नुहोस् चिसो हुन्छ भनेको मान्नु बसेन। उहाँ चाहिँ घन्टी बजाएर म घन्टी हो भन्दै बस्नुहुन्छ जतिखेर नि। यो चाहिँ माथिको भ्यू होइन, माथि पानी टल्केर यस्तो राम्रो भ्यू देखिराखेको छ। उहाँ चाहिँ मेरो साथी हुनुहुन्छ, हामी खासमा उहाँको घरमा उहाँलाई भेट्न गएको संजोगले घुमघाम पनि रमाइलै भयो होइन। मेरो छोरी मेरो बुढा चलुङ्गोमा इन्जोय गर्दै हुनुहुन्छ। उहाँहरू चाहिँ घन्टीको समर्थक हुनुहुन्छ। अब नेपाल जान गएर भोट हाल्न नपाए पनि विदेशकै ठाउँबाट भए नि घन्टी बजाएर आफ्नो समर्थक जनाउँदै हुनुहुन्छ घन्टी पार्टीहरू। हामी घुम्न गएको चाहिँ यति नै हो होइन, खासै धेरैजना चाहिँ छैनौँ। हाम्रो ग्रुपमा 2 जना मिस भइरहेको छ होइन, हाम्रो साथीहरू चाहिँ नेपाल जानुभएको छ। अब चाहिँ हामी फर्कियौँ होइन। जाँदा हल्का डर लागेको थियो मलाई चाहिँ, बेल पनि थिएन होइन, फर्स्ट टाइम चढेको त्यही भएर डर लागिरहेको थियो। आउँदाखेरि चाहिँ खासै डर लागेन। अनि तपाईँहरूलाई पनि घुम्न मन लागिरहेको छ भने जानु होला। चिसो मौसम भएको कारणले, मौसम क्लियर नभएकोले राम्रोसँग रेम्बो चाहिँ देख्न पाइएन। यदि रेम्बो हेर्नु मन छ भने अलि मौसम क्लियर भएको बेलामा जानु होला। यहाँबाट बच्चाहरूलाई लिएर आइरहनु भएको छ दाइले चाहिँ, जाँदा मेरो साथीले लिएर गएको थिएन, आउँदा दाइले लिएर आउनुभएको छ। आजको मेरो मिनी ब्लग यति नै हो। राम्रोसँग हेरेर मिठो कमेन्ट गरिदिनु होला। हजुरहरू घुम्न जानु होला। बाई बाई।